हाम्रो चाहिँ बवाल होला जस्तो भएको छ है यो स्टार्टिङै राम्रो छ आज सरलाई चाहिँ ड्राइभिङ कुल कस्तो लागिरहेछ एकदम म त इन्जोय गरिरहेको छु इन्जोय गरिरहेछ यो के सामने जिगर के पास कोई रहता है वो तुम एक्सपिरियन्स उहाँलाई बेटर छ हामीले सिक्ने हो आज हामी घुम्न जाँदैछौँ दामन पलङ्कीदेखि दामनसम्मको यात्रा सरले एउटा भुल्नुभयो पहिलो स्टेसन ल सर वेलकम शुभ प्रभात ल अब हामी यात्रातिर अब अल फ्युल्ड अप अब निस्किनलाई तयार हो सर यो पनि राम्रो छ यो A2 छ सर ठिक छ ल एट द रेट हामी कहाँ अरे हामी अहिले अब बाहिरको बाहिरको बाटो ठ्याक्कै सुरु इन्ट्री पोइन्ट म कस्तो राम्रो देखेँ एकदमै राम्रो सर आज आज मनसुन ड्राइभ तर माहौल चाहिँ पुस महिनामा हिँडा जस्तो छ कस्तो लाग्छ मैले खाएँ यता बवाल आउँदो रहेछ नि त सर यहाँ त्यही भएर त म पनि राम्रो देखिरहेको छु त त्यो एरियाको एरिया चाहिँ पानी पर्छ भन्नु चिया समात्नु न भिडियोमा ल चियर्स टु आवर जर्नी लग्यामी हाल्दिउँ के छ सर खबर ठिक छ सर रिल्याक्स है सो ग्रेट शरद सर हजुर हामी इन्जोय गरिरहेछौँ नि हैन इन्जोय गरिरहेछौँ एभ्रिथिङ द इन्भाइरोमेन्ट द क्लाइमेट एभ्री ड्राइभ एभ्रिथिङ एभ्री टर्निङ हैन त्यो सेतो रिसोर्ट हो त्यो पनि रिजोर्ट हो क्या त्यो त्यो सेतो देखिरहेको छ नि त्यहाँ चाहिँ कहाँबाट जान्छ रिजोर्ट हो मलाई पनि त्यहाँ कहाँबाट त्यो मारवाडीसँग धेरैचोटि होइन सर तपाईँले चाहिँ ड्राइभ गर्दा चाहिँ एभ्री टर्निङ र कर्नर तपाईँले पुरै इन्जोय गर्नु होइन म त एकदम मलाई चाहिँ मजा पनि लाग्छ आई इन्जोय ड्राइभिङ फेरि यस्तो खालको बाटो आफै त पहिलेदेखिको त्यो नर्मल एरिया एक्ज्याक्टली एकदम आई इन्जोय दिस ल साथीहरू हामीहरू चाहिँ आजको चाहिँ यो एकदमै आज हाम्रो चाहिँ यो ड्राइभिङ मनसुन ड्राइभ हो हामी एभ्री भ्यूलाई चाहिँ इन्जोय गरिरहेको छौँ होइन ल यसरी तलबाट आइरहेको रहेछ नि त तलबाट आइरहेको रहेछ नि त हो त मजाले गाडी मजाले बिस्तारै आइरहेछ त्यही भएर आनन्दले जाने हो क्या आज हामीलाई हतार केही पनि छैन कहाँ जाने भन्ने पनि थाहा छैन हामीलाई कहाँ जाने भन्ने पनि थाहा छैन नगरपालिका ल मकवानपुर बाटो ठिक छ नि शरद सर एकदम ठिक छ सर यतिको बाटो भने यसलाई म चाहिँ एकदमै 9 आउट अफ 10 दिन्छु है त्यो पनि एउटा 8 किलोमिटर छ सर अझै आफ्नो गाडीको फाइदा के भने तपाईँलाई अलिकति डिस्कम्फर्ट हुने बित्तिकै हामी रोकिन्छौँ ढुक्क हुनु होइन रोकेको ठाउँ पनि राम्रो चुज गरेर रोक्नुपर्छ कि हाम्रो यो नेचुरल ब्रेक होइन प्राकृतिक ब्रेक त्यो नेचरको लागि होइन क्या नेचुरल चाहिँ सरको यो फर्स्ट टाइम हो सर यो बाटो हिँडा यो ठाउँ आएको फर्स्ट टाइम सब भनेपछि सरलाई त एकदम यो एक्सपिरियन्सै भइरहेछ रमाइलो भइरहेछ बिस्तारै बिस्तारै हामी चिटिक्क लाएर जान्छौँ सर है हरियाली यो छुट्टै मजा आउँछ क्या एकदम मजा एक त अघिदेखि भने क्लाइमेटले एकदम साथ दिएको छ हेर्नु न गर्मी न जाडो है एकदम राम्रो बाटो पनि कम्फर्टेबल अनि सबै इन्भाइरोमेन्टै राम्रो भयो आज त ल सर आज ल रमाइलो गर्दै जानुपर्छ सर ल जहाँ बस्ने मानिक ठिक छ एकदम फर्स्ट कन्डिसन ठिक छ एकदम ठिक छ है आम्मामा यो नेचर है फोन गर्नु सुजित सर बा तपाईँ त क्या ड्यासिङ आउनु भएको छ नि हेर्नु त हेलो एकैछिन हेलो शरद सर ट्रिप ठिक छ नि अरू केही नै पनि यो इन्जोय चाहिँ मजाले गरिरहेको इन्जोय भइरहेछ एकदम राम्रो भइरहेछ अब चाहिँ भोजनको कार्यक्रम सुरु हुन्छ त्यसपछि झन् दुगुना हुन्छ मजा भोजन चाहिँ माथि गएर एडजस्ट गरौँला सर एकदम कतै छ फोन चाहिँ गरिएन ल साथीहरू हामी चाहिँ अहिले थोरै ब्रेक लिइरहेछौँ यहाँ यसमा
चिलपिल ब्रेक चिलप्री भनेको चाहिँ हाम्रो चाहिँ यो नेचुरल थेरापी ब्रेक हो नि फेरि लङ्सलाई ताजा हावा पास गरेको काठमाडौँको हावाभन्दा बाहिरको होइन अहिले हाम्रो फोक्स चाहिँ एकदम अचम्मित परिरहेछ कि मलाई कहाँ लिएर आयो यसले भनेर कुन हावा पास गराउँदैछ कुन हावा दिँदैछ किनभने काठमाडौँमा धुवा धुलो खाइरहेको पानी यहाँ यस्तो स्वच्छ हावा खाँदाखेरि त यो फोक्स त अचम्म मानिरहेछ Right. एकदमै अचम्मित छ आज है एक्ज्याक्टली के को आवाज आयो आयो सर होइन चित्त आयो भने 4 होइन 5 हो तपाईँले आफूलाई पनि काउन्ट गर्नु न आफू चाहिँ भागौँला यी चाटाले के गर्छ र चित्तले भनेर त्यो कहाँ हुन्छ सर हिँड्दैन के ऊ त्यहाँ के चितुवा अलि सानो छ धेरै ठुलो छैन धेरै ठुलो छैन आइज आइज भाइ आइज चितुवा आइज चितुवा आइज 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 मलाई फेरि यो सरले यो भने सुन्दाखेरि हामीले एउटा रिजेक्ट गरेको थियौँ नि कहाँ जाँदाखेरि चम्पादेवी जाँदाखेरि ए अँ राइट करेक्ट त्यसमा त भाग सेन्टर लग्छ अब तारमा झुन्डिने ल जानु सर हजुर जानु न म जाने बिचमा बसेर खिच्छु भने होइन हुन्छ त्यही भएर सेल्फी इन्ट्री लिने स्टिक लियो नि होइन लिइसकेँ मलाई अरू प्रब्लम होइन ल सर जाउँ सर अहिले त हजुरले खिचिरहनु भएको हो खिचिरहेछ खिचिरह म बोल्दिनँ अनि एउटा चिज सोध्न लागिरहेको हो होइन यो त अडियोमा त म्युजिक आउँछ नि त होइन ऊ पनि होइन म आफै खिच्छु सर हामी दामन आइयो नि त सर आइयो आइयो देयर इज द माइलस्टोन देयर इज द माइलस्टोन है अब हामी आवर भेहिकल इज देयर अब हामी कहाँ बस्ने पेट पूजा गर्ने हो के खाने कुन ठाउँमा खाने दामन भ्यू टावर रिजोर्ट रहेछ यो सर यो तर म चाहिँ भ्यू टावर रिसोर्ट भन्दा लोकल सानो रेस्टुरेन्ट सानो कुनै छ होला त्यस्तोमा छ सेल र तरकारीले नै पेटमा अझै छ यार ल सर गाडीमा स्विसरको भ्यू के हो मेरो भ्यू विजय सर गाडीमा कुर्नुस् मेरो भ्यू म पनि आलु जस्तै हो जे पनि मिल्छ त म यहाँ नि फेरि त्यहाँ दिलो हैन म चाहिँ विजय सरलाई गाडीमा राखौँ मलाई सेल ठीक मलाई त नो प्रब्लम त्यहाँ माथि बस्ने भए माथि बसौँ नि त त्यहाँ जाउँ न त त्यो माहौल छ भने के भन्नुहुन्छ हैन म चाहिँ हेर्नु अब हामीले अघि सुदेखि भाले खाने भन्ने हिसाबले बसेको भाले त यहाँ होइन नि त्यही छौँ भाले त हेर्नु होला नि जाउँ ल हामी यो भ्यू टावर दामन रिजोर्टमा जाँदैछौँ है खान पाउँछ कि पाउँदैन इन्ट्री यस्तो छ है सरमाथि गइसक्नु भएको छ यस दिस इज द इन्ट्री ओ त्यहाँ माथि चाहिँ खाना बस्नको लागि ठाउँ छ है सबै पाउँछ भनेर लेखाएको छ लेट्स गो खाना पाउँदो रहेछ सर के अर्डर गरियो त पाइन्छ भाले साले केही पनि पाइँदैन र यहाँ ओके भालेलाई चाहिँ टाइम लाग्छ छैन ल मासु खान पाएँ अरू खान पाएँ भइगयो भालेको होइन भेराइटिज छैन यहाँ चाहिँ भ्यू हेर्दै खाने त होला नि यहाँ चाहिँ रुखमाथि पनि यहाँ सिटिङ अरेन्जमेन्ट राखेर रहेछ है ह्याङ्गिङ फ्लावर्सहरू यसरी जाने हेलो गाइज ओ हेलो गाइज देखो न यता पालुङटार है ल ट्याक्क बस्यो है रुखमा बस्यो यहाँ रुख है दिस इज ट्री रुखमा बस्यो यो के हो यो चाहिँ हामीले के भन्छौँ अरे यसलाई खर्सुको रुख रहेछ खर्सुको रुखमै टक्क दिस इज द मेन्यु ल खाना आयो मानिक सर के मन पर्यो खानाको खै मेरो त आएको छैन यहाँ छ त अगाडि ताने भइहाल्छ खानाको सबै कुरा राम्रै छ अहिले खाएपछि अब टेस्टमा चाहिँ कमेन्ट अब एकछिनमा गरौँला हो खाना चाहिँ आयो ल टेस्ट एक पक तानेको हेर्नुहुन्छ हेमन्त सरले हेमन्त पफ तान्ने कोही पनि यो दिस मिठो छ भेरी नाइस फुड इज भेरी नाइस बट
It's very nice due to the region, the climatic condition. यसो याद गर्ने झिङ्गा सिङ्गा आउला ओके मानिक सर के छ खाना ठिक छ एकदम मिठो मिठो छ भोक लागेको बेलामा कथा बढा छैन कथा पनि अगाडि बढ यहाँ चाहिँ एउटा एकदम विशेष आलु काउलीको ठाउँ रहेछ यो चाहिँ तरकारीको राजधानी पालुङ अहिले हामी जाँदैछौँ जाँदैछौँ तरकारी लिन हामी जाँदैछौँ पहिला सुरुमा हेर्दैछौँ हामी सकेसम्म कति सिटी लगाएपछि यो गल्छ भनेर निरीक्षण गरेर हिँडेको कति सिटीमा यो पाक्छ तर यो हजुरको डिकीमा अटाएन नि सर टुक्रा गरेर यो चाहिँ अटाउँदैन यो त हटाउँदैन सर सर अब हामी मार्खु आउँदैछौँ बिचको बाटो अलि अफरोड थियो होइन सर त्यो पनि एउटा रमाइलै पक्ष हो बिस्तारै आइया छ छोटो बाटो परेको छ नि त यो छोटो बाटो नो प्रब्लम उता त्यो कुलेखानी गइसकेपछि फेरि पिच समातिन्छ तर हामीले बाटोको च्यालेन्जलाई गफमा कन्भर्ट गरेको तर हो यार युएसमा चाहिँ एकदमै युटिलाइज भयो क्या मलाई फेरि के हुन्छ त म यो बाटो हिँडेको नि उता फिलिल्ल हिँडेको यहाँ अलि होइन मलाई अलिकति गाडीमा अप्ठ्यारो लाग्ने भएर मात्रै होला हामीले धेरै डिबेट गरेको होला गाडी र बाइकको होइन अदरवाइज हामीहरूले त सुरुदेखि नै गाडीमा रमाइलो थियो नि त त्यस्तो खासै के अप्ठ्यारो पनि परेको छैन अनि यो अग्लो गाडीको फाइदा पनि लिनु पर्यो त्यो अग्लो गाडीको त्यही भएर गाडी अग्लो छैन त कोही छोइए छैन केही गरे छैन मैले त भने अब हेलिकप्टरमा जाउँ भनेर कोही सुन्ने छैनन् यत्रो ब्याङ्कर भएको ग्रुपमा हेलिकप्टर अफोर्ड गर्न गाह्रो थियो फेरि पाँचजना अटाउनु पनि सरतिर तेरो सेउनी होला क्यामेरा हेलिकप्टर अब हेलीमा कहिले जाने अब अब नेक्स्ट ट्रिप हेलिकप्टरमा एभरेस्टतिर जानुपर्छ कि हेलीमा चाहिँ त्यो पनि राम्रो एकैचोटि जोमसम पुग्यो इएमआई दिनुहुन्छ नि भइहाल्यो नि सकियो इएमआई चाहिँ हामी 5000 भन्दा बढी नतिर्ने के तर 5 जना मिलेर होइन बाँकी हजुरको जिम्मा बाँकी हजुरको जिम्मा नयाँ भ्यूको लागि आयौँ हामी यहाँ कुलेखानी होइन जिपलाइन अहिले हामी कुलेखानी जिपलाइनमा आइरहेको छौँ जिपलाइन चाहिँ लेखेको त तर छैन जिपलाइन किन नहुनु छ त यो चाहिँ जिपलाइन ल मानि कलै हो यो चाहिँ सर प्लिज हैव अ कप अफ टी सर्भिस कस्तो भयो सर सुइस सर यो अहिले सर्भिस सर्भिस नम्बर वाइज नम्बर 10 मा 10 सुजितले चिया नखाने भने मैले 3 कप मात्रै भने सल नखानु भा अल्टिमेट ओजी हो त उहाँ त किन तिमीले नखाने भने हैन बाबु त्यही त भनेर मलाई किन नखाने भन्नुभयो मिठो छ ल ठिक छ ल बियर खाएपछि मेरो चिया खाने बानी छैन ए बियर खाएपछि बियर खाने बानी छ तर आज खान मिल्दैन बियर खाने बानी छ बियर खाएपछि बियर खाने तपाईको त बियर खाएपछि भात पनि नखाने बानी रहेछ त्यो भात चाहिँ फसिएको नराम्रो फस्यो एउटा यो ट्रिपको एउटा नराम्रो घटना भनेको तपाईसँग घटेको त्यही हो हैन मैले मेरो चाहिँ भातसँग बियर खाने बानी छ के धन्न मुछेर खानु भएन बियर र भातै मुछ्दै भरे त भाइ मलाई दाल चाहिएन एक दुई काल्चर लिएर आऊ भन्न बेथेन बटार्यो पेट बटार्यो लागेर सकियो त्यो कति भरे भने छैन तर मैले अर्को डाइलेक्ट लौका खानलाई के हो टेन्सन माइन्ड नगर्नु हैन माइन्ड नगर्नु रिता त हैन अब त खाता सञ्चालकै उही अनि निक्षेप पनि त्यही छ के केयर गर्नु परेन लाइसेन्स उसँग छ हैन निक्षेप भने डिपोजिट त्यही त Thank you so much for this wonderful journey. Thank you, Eamon sir. Thank you, Saurabh sir. Thank you, Manik sir. We had a wonderful day. It's full of enjoyment. Thank you, Sujit. एकदम 48 साल फागुनमा 48 साल फागुनपछि ल सर ल जाओस् ल धन्यवाद पनि अब
खबर आउला नि त पुगेपछि सबजना ठाउँमा पुगेपछि म पुग्यो भन्नु पर्यो हैन त्यहाँ आउटिङ वाला ग्रुप छ त्यसैमा भनेको त्यसैमा फोटो पनि आउनु पर्यो अनि अर्को ट्रिपको प्लान नि सुरु गरिहाल्नु पर्यो गरिहाल्नु अब टाइम लाग्छ यसैलाई 3 हप्ता लाग्यो अब अर्को चोटिलाई 5 लाग्ला कम्तीमा बिजा रोपण गरौँ न बिजा रोपण गरौँ ल हुन्छ ल भएको नि हेलो म त्यसो भने ल सर बाइ ल सर कस्तो भयो आजको ट्रिप एकदम एउटा ठुलो सेल पकाइयो स्टार्टिङ पोइन्ट र एन्डिङ पोइन्ट हामीले मिट गरायो मन्दिरबाट सुरु गरेर मन्दिरमा एन्ड गर्यो हैन हामीले कलङ्की चोकबाट सुरु गरेर कलङ्की चोकको मन्दिरमा कलङ्की मन्दिर अगाडिको पोइन्ट भनौँ न कहाँ पोइन्टबाट सुरु गरेर जस हाइलाइट चाहिँ लास्टमा आएर खिर रह्यो डेजर्ट एकदम रमाइलो भयो क्लाइमेट रमाइलो ट्राभल रमाइलो खानपान रमाइलो एक्टिभिटिज रमाइलो ओभरअल एक्सपिरियन्स एकदम राम्रो भयो होइन अब आजलाई चाहिँ अब टुङ्ग्याउने निर्णय पनि गर्यो यहाँ कलेज आइपुगेर ल अब हाम्रो केसमा चाहिँ ग्याङ हाम्रो जुन 5 जनाको थियो त्यो 5 जनाको ग्याङ जहाँ गए नि रमाइलो गर्न चाहिँ मिल्ने रहेछ भन्ने थाहा पाइयो ल सर छुटौँ अब है ल टेक केयर बाई बाई